नमस्कार, म दयाराम कार्की। ओम साई बाबा मेमोरियल हस्पिटल काठमाडौँ तथा साई बाबा सामुदायिक अस्पताल धार्के धादिङको तर्फबाट र म आबद्धता रहेको लायन्स स्काउट लगायत विभिन्न सङ्घ संस्थाहरूको तर्फबाट नेकपा माओवादी केन्द्र थाक्रे गाउँपालिकाको पार्टी अध्यक्षको तर्फबाट सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख शान्ति समृद्धि तथा सुस्वास्थ्य दीर्घायुको कामना सहित विजयादशमीको शुभकामना भन्न चाहन्छु। यो विषम परिस्थितिमा यो देश रोइरहेको बेलामा नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूको घरमा खुसियाली छाएको छैन। जेन्जी आन्दोलनको कारणले गर्दा हालसम्म 75 जनाको मृत्यु भइसकेको छ। हजारौं युवाहरू घाइते भएका छन्। कयौं युवाहरू त अझै पनि अस्पतालको बेडमा छटपटिरहेका छन्। कति युवाहरू अपाङ्ग भइसकेका छन्। जो बिरामी अस्पतालमा अझै पनि हुनुहुन्छ उहाँहरूलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्दै जुन आन्दोलनको क्रममा घाइते भएका गोली लागेका बिरामीहरूलाई म आफैले ओम साई बाबा मेमोरियल अस्पतालको तर्फबाट निशुल्क स्वास्थ्य उपचार गराएको जानकारी गराउँदै अन्य अस्पतालमा पनि हुनुभएका कतिपय बिरामीहरूलाई पनि म भेट्न पुगेको छु। आफ्नो ज्यान गुमाउनु भएका युवाहरूको परिवारमा पनि म भेट्न पुगेको छु। मृत परिवारका आफन्तहरूसँग भेट्दै गर्दाखेरिको अवस्थामा त्यो अस्पतालमा उपचार गर्दै गरेको बिरामीको परिवार र बिरामीको कोलाहालको अवस्था देख्दै गर्दाखेरिको अवस्थामा मलाई खासै खुसियाली मनाउन त्यति जरुरी नदेखेको कारणले गर्दाखेरि यसपालि मैले दसैँमा टिका जमरा लगाएर दसैँ नमनाउने निर्णय गरेको छु। मैले यो दसैँको अवधिभरि अस्पतालमा आउनुभएका बिरामीहरूको सेवा गर्ने र यसपालिको दसैँ नमनाउने पनि मैले निर्णय गरेको छु। जय देश, नमस्कार।